नमस्कार। कार्यक्रम रोजगारको आजको नयाँ अङ्कमा यहाँलाई स्वागत छ। दर्शकबिन, यहाँलाई थाहा नै छ, गैर आवासीय नेपाली सम्बन्धी चौथो विश्व सम्मेलन अघिल्लो साता मात्रै काठमाडौँमा सम्पन्न भयो। यो विश्व सम्मेलनले अथवा महाधिवेशनले नयाँ नेतृत्व गरेको छ। अब नेपालको योजना अथवा नेपालको भावी भविष्य कतातिर लाने हो गैर आवासीय नेपाली सङ्घ अथवा गैर आवासीय नेपालीले, यस विषयमा आज हामी छलफल गर्दैछौँ। त्यसका लागि नयाँ नेतृत्वमा उपाध्यक्षको पदमा चयन हुनुभएका अथवा निर्वाचित हुनुभएका सागर नेपालसँग हामी कुरा गर्दैछौँ। अहिले 19 बुँदे घोषणापत्र जारी गर्दै यहाँको समापन भयो। 19 बुँदे घोषणापत्रमा चाहिँ के छ त मुख्य कुरा? संक्षिप्तमा के हो भने समृद्ध नेपाल भनेको आर्थिक रूपान्तरणमा मात्र समृद्ध हुँदैन भन्ने हो। र हामीलाई कानुनी रूपमा हामीले मागेका 19 बुँदा मध्येमा हामीले मागेको धेरै कम छ। तपाईलाई म बुँदागत रूपमा 19 वटा मैले कण्ठ पारिसकेको छुइनँ। तथापि तपाईँले हेर्नुभयो भने हामीले के कुराहरूमा दिन सक्छौँ त्यो मात्र कुराहरू हामीले फोकस गरेका छौँ। हामीले यो देशमा आउने डुअल सिटिजनसिपको कुराहरू धेरै नबुझ्ने मान्छेले तल्लो स्तरको जुन साथीहरूलाई भन्ने गर्छन्, मान्छेहरूले अरे डुअल सिटिजन हिजो स्वार्थले विदेश गए, त्यहाँको पासपोर्टले अहिले किन नेपाल आउनु पर्यो भनेर हामीले गाउँमा बजारमा भन्ने गरेको सुनेका छौँ। तथापि यो हामीले लिन खोजेको होइन। तर एउटा शर्त 19 बुँदेकै त्यही एउटामा के छ भने हामीलाई परिचय पत्र दिन थालेपछि 6 महिना अथवा 1 वर्षभित्र 100 मिलियनको कुरा आइरहेछ, त्यसपछि मात्र इम्प्लिमेन्ट गर्ने भन्ने। होइन, त्यो त कानुनन परिधि हुनु पर्यो नि। हामीलाई अहिलेसम्म हामी कानुनन रूपमा लगानीको आर्थिक लगानीको रूपमा हामी गैर आवासीय नेपालीको लगानी विदेशीको लगानी हो कि गैर आवासीयको लगानी हो, विदेशी सर गर्न पाऊँ, विदेशीले गरिरहेको छ लगानी त्यो अनुसारले गर्न पाऊँ भन्ने एउटा कानुनन दायरामा रहेर गर्न पाऊँ भन्ने। कानुनले त अड्काएको छैन, नियमावली पारित भयो त। नियमावली पारित भए तापनि हाम्रो आर्थिक लगानीको जुन कुराहरू छ त्यो आर्थिक लगानीको जुन नियमावली बन्नुपर्ने हो, जुन पोइन्ट्सहरू आउनुपर्ने त्यो आइसकेको छैन। र हाम्रो संस्था पहिलो कुरो त तपाईँले मिडियाले बुझ्नुपर्ने र पब्लिकले बुझ्नुपर्ने के हो भने गैर आवासीय नेपाली यत्रो भव्य स्वागतको साथ राष्ट्र अध्यक्ष एउटा राष्ट्रपितालेदेखि यति ठुलो भव्यताका साथ हामीले यो चौथौँ हो हामीले गरिरहेको बेलामा हामी रजिस्टर भइसकेका छैनौँ। त्यही त मैले सोधेको कुरै हो, नियमावली पारित भइसक्यो रजिस्टर गर्नु। अब रजिस्टरलाई बल्ल अब रजिस्टरलाई हामी जाँदैछौँ। रजिस्टरमा हामीलाई के छ भने त्यसमा पनि एउटा बार्गेनिङ त गरिरहनु भएको छ नि परिभाषा राखेर। होइन, बार्गेनिङ होइन, यो के हो भने हामीले जुन सलिड रूपमा अगाडि आइरहेका छौँ, गैर आवासीय नेपाली 25 लाख भनेर जुन आइरहेका छौँ त्यसमा विद्यार्थी पनि पर्छ, गल्फमा काम गर्न जाने दुखी निमुखा हामी जस्ता धेरै नेपालीहरू पर्छन्। र हामीलाई परिभाषामा के भनिएको छ भने हामीले मागेको इन्टरनेसनल नर्म्स डुअल ट्याक्सेसनको कुरादेखि लिएर हरेक कुरामा इन्टरनेसनल नर्म्स के छ भने 106 महिनाभन्दा बढी कुनै राष्ट्रमा बस्छ भने ऊ गैर आवासीय नेपाली हो भन्ने छ। र हामीले पनि मागेको राष्ट्रसँग त्यो एउटा परिभाषामा चाहिँ हामीलाई सबैलाई समेटिदिनुहोस्। मिडल इस्टमा काम गर्ने मान्छेलाई के भने 2 वर्ष भन्यो भने उस 1 वर्षको कन्ट्र्याक्टमा गएको हुन्छ, ऊ गैर आवासीय हुने कि नहुने, उसले भोलि गैर आवासीय हुँ भनेर गर्व गर्न पाउने कि नपाउने, त्यो बाध्यता भएको कारणले हामीले 2 वर्ष नबनाइदिनुहोस्। यसलाई चाहिँ अहिले भर्खर हामी कानुन मन्त्रालयमा गएर कानुन सचिव कानुन मन्त्रीज्यूसँग पनि भेटेर आयौँ। उहाँहरू धेरै पोजिटिभ हुनुहुन्छ। कतिपय कुरामा यो पोलिटिकल इस्युहरूको कुरा आउँछ, पोलिटिकल म्याटर हो, त्यसले गर्दाखेरिमा पक्कै पनि यो पनि हामीले पाउँछौँ, 182 दिनै पाउँछौँ भन्ने हामीलाई पूर्ण विश्वास छ। विषय त पोलिटिकल म्याटर भन्नुभयो, पोलिटिकल सबै पोलिटिकलहरूले त यहाँहरूलाई क्लोजली सम्बोधन गरिदिनु भएको छ भनेपछि अब त कहाँ अड्केला नअड्केला? होइन, हामीले त 2003 मा जब हामीले उद्घाटन गऱ्यौँ यहाँ तत्पश्चात हामीले आशा गरेका थियौँ छिटो हुन्छ भनेर। तर नेपालमा हाम्रो आफ्नो देशमा यति धेरै समस्याहरू छ, यो समस्यालाई हेर्ने धेरै समय पाएको छैनौँ। उहाँहरू नेगेटिभ होइन, पोलिटिकल पार्टीका अग्रजहरू पोलिटिकल आशा राख्ने मान्छेहरू कोही पनि नेगेटिभ हुन्न गैर आवासीय नेपाली, किन उहाँहरूकै सन्तान बाहिर गएको हो, अन्यथा बाहिरको अरू सिटिजनलाई ल्याउन खोजेकै होइन। तथापि यो विषयलाई हेर्नको लागि उहाँहरूले समय पाउनु भएको छैन, सिरियसली बस्न पाउनु भएको छैन, डिस्कसनहरू चलाउनु भएको छैन। अब पक्कै पनि समय आएको छ, उहाँहरू पनि बस्नुहुन्छ। र पोलिटिकल म्याटर किन पनि हो भने डुअल सिटिजनसिपको कुराहरू 5% गैर आवासीय नेपालीलाई चाहिएला, सबैलाई चाहिएको त होइन 25 लाखलाई। त्यो दिनको लागि प्रावधानहरू बनाउनु पऱ्यो, त्यो क्राइटेरियाहरू बनाउनु पऱ्यो, फ्यासिलेसनको कुराहरू हुन्छ। यी सबै कुरालाई पक्कै पनि सरकारी तर्फबाट अहिले कलुसन गभर्मेन्ट भइरहेको अवस्थामा पक्कै पनि धेरै पार्टीका साथीहरू बसेर निष्कर्ष निकाल्नुपर्ने, यसलाई टाइम लाग्छ। तर हामीले अब चाहिँ उहाँहरूले आश्वासन दिए भन्दा पनि अब हामीले उहाँहरूबाट रिजल्ट चाहेका छौँ र उहाँहरूको रिजल्ट हाम्रो रिजल्टको लागि अति आवश्यक छ। यो कन्फरेन्समा तपाईँले धेरै मान्छेहरू 18-20 वर्ष नेपालै नटेकेका मान्छेहरू आए, यो त नेपालको उपलब्धि हो नि। यसमा त अब एउटा प्रसङ्ग जोडिहाल्नु, जस्तो दसैँको बेला महामेला गरेर मात्रै आए भन्ने कुरा पनि आएछ। होइन, यसलाई कस्तो भने नि फुलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै संसार। हामीले यसलाई हेर्ने हो भने यो सम्मेलन हामी नेपाल किन आउँछौँ सोच्नुहोस्, हामी नेपाल किन आइरहेछौँ? नेपालभन्दा बाहिर पनि यही खर्चमा हुन्छ त। नेपालमा दसैँ र तिहारको बिचमा पार्दाखेरिमा मान्छे धेरै आउनु स्वाभाविक हो।
अरू बेला पनि पार्न सक्छौँ। यति कठोरबद्ध छ गैर आवासीय नेपाली यहाँ लागेका साथीहरू, उहाँ कुनै पनि बेला आउन सक्नुहुन्छ। तर यो बेलामा आयो भने हामी कल्चरली पनि एट्याचमेन्ट हुन्छौँ। वर्षौँदेखि हाम्रा सन्तानहरू, गैर आवासीय नेपालीको सन्तानहरू, न्यू जेनेरेसनहरू दसैँ भने के हो, तिहार भने के हो, कसरी मनाउँछ, सयपत्री फुल कसरी गाँसेर माला लाउँछ, यी सब कुराबाट वञ्चित छन्। र हामीले यो बेलामा आयौँ भने हामी दुइटै किसिमलाई यसलाई महामेला यो यति आवश्यक छ कि नेपालमा यति धेरै नेपालीहरू आउनुभयो। अहिले हाम्रो धेरै टुरिस्टहरूको भाग चाहिँ नेपालीले अहिले आएर लिइदिएको छ। होटलमा बस्नुभएको छ, रेस्टुरेन्टमा आएर खानुभएको छ। यो सबै नेपालमा गर्नुको, नेपालमा लगानी हो नि, हो त नेपालको प्रतिको माया हो नि। यही त हामीले क्यानाडामा गर्न सक्छौँ, अस्ट्रेलियामा गर्न सक्छौँ, युकेमा गर्न सक्छौँ। सबै ठाउँमा आखिर कति त भिजा लिएर आउनुपर्ने हुन्छ, कतिलाई स्टाटस भएको मान्छेले जहाँको पनि भिजा पाउँछ। तर नेपालमै गर्नुको पश्चात चाहिँ के भने हामी कल्चर सम्बन्धी पनि उत्तिकै एट्याचमेन्ट छौँ। अलिकति प्रसङ्ग बताउँ, यहाँ चाहिँ खाडी मुलुकबाट प्रतिनिधित्व गर्दै उपाध्यक्ष जस्तो गरिमामय पदमा पुग्नुभएको छ। तर खाडीका इस्युहरू ओझेलमा पऱ्यो भन्ने गुनासो पनि होइन। गैर आवासीय नेपाली जुन प्रदेशमा जुन गएको छ, जुन खाडी राष्ट्रमा अथवा मलेसियामा या कोरियामा वर्कफोर्सको रूपमा गएको छ, त्यसलाई जुन बेचबिखनको रूपमा गएको छ, यसलाई संस्थागत रूपमा एउटा कसरी सुरक्षित बनाएर लाने भन्ने कुरा चाहिँ गैर आवासीय नेपालीहरूको मात्रै होइन, त्यो चाहिँ नेपाल सरकारको पनि मुख्य दायित्व रहन्छ। मात्र होइन, पनि त हो नि, अफकोर्स पनीको रूपमा पनि आएन भन्ने होइन एकदमै आछ। हामीले 19 बुधेमा पनि हामीले त्यहाँ राखेका छौँ। फरेन इम्प्लोइमेन्ट सम्बन्धी हामीले दुईवटा हामीले सेसनहरू छुट्याएर डिस्कसनमा राखेका छौँ। र यो 19 बुधेमा पनि हामीले समेटेका छौँ फरेन इम्प्लोइमेन्टमा इम्प्रुभ हुनु पऱ्यो भनेर। तर के भने यो यस्तो सेक्टर हो जहाँ इमिडिएटली देखिँदैन। फरेन इम्प्लोइमेन्ट यति धेरै सञ्जालबाट अगाडि बढेको छ कि यति छिटै हामीले परिवर्तन भएको देख्न सक्दैनौँ। तथापि हाम्रो आवाज आज मात्रै होइन, यो 4औं ग्लोबल सम्मेलनमा पनि मात्रै होइन, 11मा पनि हामी यही गर्छौँ, 13मा पनि हामी यही गर्छौँ। र केही हामीले पाउँदै गएको महसुस गरेका छौँ। दुई देशबिचको श्रम सम्झौताको कुराहरू होस्, केही न केही अगाडि बढेको छ। दोहा र दुबईमा दुई देशबिचको श्रम सम्झौताहरू भइरहेको अवस्था छ। तपाईँलाई बिमाको कुराहरू हामीले उठाउँदै आएका थियौँ त्यो बेलामा। अहिले आएर साथीहरूले बुझ्ला नबुझ्ला आफ्नो ठाउँमा छ, तर 2003 देखि उठाइरहेको कुरा बिमा म आफै थिएँ त्यो डिस्कसनमा पनि। बिमाको कुराहरू अहिले आएर इम्प्लिमेन्ट भइरहेको छ। श्रम सहचारीको कुराहरू उठेको छ। श्रम सहचारीहरू के अरे भइसकेको छ। त्यसले गर्दाखेरिमा धेरै कुराहरू हामीले मागेका धेरै कुराहरूमध्ये केही कुराहरू प्रिन्सिपल कुराहरू सुन्न थालेको छ, इम्प्लिमेन्ट हुन थालेको छ। दर्शक पनि हामी कुरा गरिरहेका छौँ गैर आवासीय नेपाली सङ्घका नवनिर्वाचित उपाध्यक्ष पदका सागर नेपालसँग। उहाँ खाडीबाट प्रतिनिधित्व गर्दै हुनुहुन्छ। यो सम्मेलनले चाहिँ शान्त र समृद्ध नेपालको कल्पना गरेको छ। तपाईँले प्रतिनिधित्व गरेको देशमा धेरै जसो नेपालीहरू कामदारको रूपमा छन्। त्यहाँको रोजगारीलाई प्रवर्धन गर्ने, सुरक्षित गर्ने, व्यवस्थित गराउने सँगसँगै शान्त नेपाल, समृद्ध नेपाल बनाउन कुन कुरालाई तपाईँ पहिलो प्राथमिकता दिनुहुन्छ? सबैभन्दा पहिला त मलाई लाग्छ हामी जुन खाडीमा मात्रै, आज मैले खाडीको मात्रै प्रतिनिधित्व गरिरहेको छुइनँ, 55 राष्ट्रको प्रतिनिधित्व गरेर यहाँ आएको छु। तर म उठेको ठाउँ, मैले टेकेको ठाउँ पक्कै पनि मेरो कर्मभूमिको नाताले पक्कै पनि खाडी हो। जहाँबाट मलाई साथीहरूले उठाउनु भयो, जहाँबाट मलाई यहाँ पुर्याउनु भयो, उहाँहरूप्रति म सधैँ कृतज्ञता छु र रहिरहनेछु। तथापि समृद्ध नेपाल भनेको मैले अघि पनि भनेकी के हो, यो समृद्ध नेपाल भनेको पैसाको नेपाल होइन। समृद्ध नेपाल भनेको अनुशासित नेपाल हो। समृद्ध नेपाल भनेको आफ्ना बुवा मुवालाई गर्नुपर्ने एउटा आधार जो हिजो थियो भोलि पनि होस् भन्ने नेपाल हो। समृद्ध नेपाल भनेको सबैले बाँच्ने अधिकारको नेपाल हो। र समृद्ध नेपाल भनेको हाम्रो परिभाषामा परिमार्जित नेपाल हो। त्यो परिमार्जित नेपालमा के हुन्छ भने सामाजिक परिवर्तन हुनु पर्यो। जबसम्म सामाजिक सोचमा परिवर्तन आउँदैन, हाम्रो सोचमा परिवर्तन आउँदैन, तबसम्म केही पनि हुँदैन। यहाँ तपाईँलाई ट्राफिकले गाडी रोक्यो भने पनि गाली दिने चलन हाम्रो बढ्दै दिन प्रतिदिन बढ्दै गइरहेको छ। त्यो ट्राफिकले हाम्रो पैसाबाट उसले तलब खान्छ भन्ने हाम्रो जनतामा अझसम्म शिक्षा आइसकेको छैन। र गभर्मेन्टको पहिलो दायित्व के हुनु पर्यो भने समृद्ध नेपालको लागि अनुशासित बनाउनु पर्यो, नैतिकवान बनाउनु पर्यो। अबको 10 वर्ष पछिको पिँढीलाई के बनाउने भनेर आज सोच्नु पर्यो। गैर आवासीय नेपाली लगानी पक्कै गर्छ, हरेक क्षेत्रमा लगानी गर्छ। टेक्नोलोजी ट्रान्सफरदेखि लिएर मैले भने सामाजिक रूपान्तरणदेखि लिएर फाइनेन्सियल्ली एउटा मतलब आर्थिक रूपान्तरणदेखि लिएर पक्कै पनि भोलि गैर आवासीय नेपालीको ठुलो हिस्सा यसमा लाग्नेछ। तर त्यसको लागि राष्ट्रले पनि एउटा एक किसिमको वातावरण, हामीलाई कानुनन वातावरण होइन, तर यहाँको माहौलमा राष्ट्रले अहिलेसम्म प्रजातन्त्र आइसकेपछि धेरै तन्त्रहरू आए। तपाईँ यहाँ नेपालमा बस्ने साथीहरूले के फिल गर्नुभएको छ त? समृद्ध नेपाल या नयाँ नेपाल भनेको तपाईँले कसरी पाउनुभएको छ त? नयाँ गालीको नयाँ नेपाल हो, नयाँ हडतालको प्रविधिको नयाँ नेपाल हो, चक्काजाम र बन्दको नयाँ नेपाल हो। आज तपाईँलाई एकजनालाई अप्ठ्यारो पर्दाखेरि 100 जना रोइरहेको अवस्था छ भने नयाँ नेपाल हामीले भूगोलको आधारमा, भौगोलिक आधारमा नयाँ नेपाल टिस्टा र काङ्गडालाई जोड्ने नयाँ नेपाल पक्कै होइन।
नयाँ नेपाल समृद्ध नेपाल तपाईँ हाम्रो कमन सोच, तपाईँ हाम्रो एकअर्काप्रति गर्ने माया, आत्मीयता, भावनात्मक र सम्मानित नेपाललाई नयाँ नेपाल भन्ने गर्छ जस्तो मैले वही प्रसङ्ग जोडेको चाहिँ खाडीमा रहेका नेपालीहरू जुन ठुलो सङ्ख्याका एनआर हुन्, त्यही ठाउँबाट आएको रेमिटेन्सले देशको अर्थतन्त्र चलेको छ। तर त्यहाँको रोजगारीलाई सुरक्षित गर्न, व्यवस्थित गर्न र प्रवर्धन गर्न यहाँको भूमिका एज अ सङ्घको नामले नाताले मैले अघि पनि भने धेरै कुराहरू इम्प्लिमेन्ट हुँदैछ, अरू धेरै बाँकी छन् र हाम्रो लडाइँ यहीँ सिद्धिएको छैन, हाम्रो माग यहीँ सिद्धिएको छैन। हाम्रो रेमिटेन्सले हामीले दुखी गरिबहरू जुन धेरै खर्च गरेर विदेशमा गएर मिडल इस्टमा गएर पसिना सँगसँगै रगत बगाएर कमाएको पैसाले राष्ट्रको मेरुदण्ड यहाँ टाइलाएर अथवा गाडी चढेर हिँड्न पाउने बनाएका छौँ। यो कुरामा राष्ट्रले पनि स्वीकारेको छ, मिडियाले पनि स्वीकारेको छ, पब्लिकले पनि स्वीकारेको छ। तर यसलाई राष्ट्रले एउटा उत्पादनमूलक क्षेत्रमा लगानीको वातावरण बनाओस्, त्यस्तो किसिमको स्किमहरू ल्याओस्, त्यस्तो किसिमको आर्थिक लगानीको सम्भावना हामीलाई देखाइदियोस् कि हामीले $200 कमाउने एकजना नेपाली जो कतारमा अथवा खाडीमा बस्छ उसले पनि म यो कम्पनीको म ओनर हुँ अथवा यो कम्पनीमा मेरो लगानी छ भन्ने गर्वसाथ भन्न सकोस्। त्यसको लागि गैर आवासी नेपालीले मात्रै कोसिस गरेर हुँदैन। राष्ट्रमा आएको रेमिटेन्सलाई कुन मेकानिजमबाट हामीले त्यसलाई उत्पादनमूलक बनाउन सक्छौँ भन्ने मेल मुद्दा चाहिँ राष्ट्रले सोच्नुपर्छ। सबैभन्दा अहिले ठुलो धनराशिको रूपमा रेमिटेन्स आएको छ, मेरुदण्डको रूपमा आएको छ। तर यो कन्टिन्युटी होइन, यो कदापि कन्टिन्युटी होइन र यसलाई लङ टर्म हेर्नु हुँदैन भन्ने हाम्रो मान्यता हो। यसलाई अहिले व्यवस्थापन गरेर यसलाई चाहिँ उत्पादनमूलक क्षेत्रमा सामूहिक लगानीको सम्भावनाहरू धेरै छ नेपालमा। जे गरे पनि नयाँ हुन्छ नेपालमा। त्यो किसिमले हामीलाई लगानीको वातावरण, लगानी सम्भावनाहरू हामीलाई देखाइदिएको खण्डमा खाडीमा बस्ने नेपालीहरूले नै सबभन्दा ठुलो लगानी भित्राउन सक्छ जस्तो मलाई लाग्छ। जस्तो विदेशमा जाने कामदारलाई दक्ष बनाउनु पर्यो भनेर यहाँले स्कुल सञ्चालन गर्नुभएको छ, ट्रेनिङ स्कुल, त्यो अझ इफेक्टिभली देखेको छैन कि अझ शिशु अवस्था यहाँले भने जस्तै हामी शिशु संस्था हो त्यसैले अलि इफेक्टिभ भएको छैन भन्ने कुरा हो कि होइन? स्टेजमा आइपुग्यो। पहिलो कुरो त यो ट्रेड स्कुलको सम्बन्धमा ट्रेड स्कुल गैर आवासी नेपालीहरूले मात्रै गर्ने भनेको होइन। ट्रेड स्कुलमा गैर आवासी नेपाली, नेपाल सरकार र उद्योग वाणिज्य महासङ्घले गर्ने भनेको। हामीले 5वटा जोनमा यो ट्रेड स्कुल हुनुपर्छ र योबाट प्रडक्ट भएकोलाई स्वदेशमा या विदेशमा रोजगार पाउनुपर्छ, त्यो स्तरको हुनुपर्छ भनेर हामीले 2005 देखि लागेका छौँ। र अहिलेको स्थिति भनेको हाम्रो दुईटा पार्टनर नेपाल सरकार र उद्योग वाणिज्य महासङ्घले काम गर्न सुरु गरिसकेको छ। त्यसले गर्दाखेरि अब निकट भविष्यमा हामी कमसेकम अर्को कन्फरेन्स गर्दाखेरिमा हामीले ट्रेड स्कुलको केही न केही उपलब्धिहरू हासिल गर्छ। जस्तो रेमिटेन्सले चाहिँ उत्पादनशील क्षेत्रमा लगानी भएन, सदुपयोग भएन भनिरहेको बेला यसपालिको बजेटले चाहिँ बजेट पत्र जारी गरेको छ सम्बन्धित 7वटा देशमा। त्यो कति इफेक्टिभ होला? बजेट पत्र चाहिँ आइसकेको छ, हामीले सबैले स्वागत गऱ्यौँ। हामी जुन देशमा बस्छौँ त्यहाँको पनि छ, मिडल इस्टमा पनि, कतारमा, साउदीमा सबै भएको कारणले हामीलाई कमसेकम अब पहिचानको रूपमा आइसकेको छ भन्ने हामीले सोचेका छौँ। अब यसलाई इफेक्टिभली कतिको जान्छ भन्ने कुरो चाहिँ अहिलेसम्म नेपाल सरकारले या सम्बन्धित राजदूतावासहरूले हामीसँग आएर पब्लिकली यो कुराहरू आछ भनेर हामी बाटामा आइपुगेका छैन अहिलेसम्म। जसले पढ्यो, जसले न्युज हेऱ्यो उसलाई थाहा छ। तर जसले पढेको छैन, जसले न्युज हेरेको छैन, मिडिया मार्फत अथवा जुन सम्बन्धित निकाय हो, राजदूतावास सम्बन्धित नेपाल सरकारको डाइरेक्ट निकाय हो, यहाँबाट हामीलाई एउटा एक किसिमको गोलमेजको सम्मेलन गरेर या चियापानको सम्मेलन, ल यस्तो यस्तो आछ, कुन क्षेत्रमा कसरी जाने हामीलाई त यसरी आइसकेको छ भनेर हामीलाई जानकारी अहिलेसम्म भएको छैन। तर पनि हामी खोज्दै पनि यसलाई इफेक्टिभली लाने चाहिँ हामीले सोचेका छौँ। जस्तो खाडीमा रहेका नेपालीहरूकै कुरा जोडौँ, तपाईँ त्यहीँबाट प्रतिनिधि हुनुहुन्छ, बढीको एनआरएको सङ्ख्या त्यही नै छ भनेपछि त्यहाँका दुःख पाएका, पीडा भएका, जेलमा रहेका नेपालीहरूको लागि उद्धारको लागि चाहिँ एनआरएन छुट्टै आफ्नै संस्थागत पहल चाहिँ कस्तो के गर्दै आएको छ अहिलेसम्म? खाडीमा धेरै कानुनन प्रक्रियाहरू धेरै मिलाउनुपर्छ। पहिलो कुरो त खाडीमा संस्था दर्ता हुँदैन, हामीले कानुनन रूपमा बोल्नै पाउँदैनौँ। त्यहाँ हामी सामाजिक काम गरिरहेछौँ, सोसियल मोटिभेसन भएर काम गरेका छौँ भनेर हामीलाई सम्मान चाहिँ गरेको छ। तथापि हामीले कानुनन रूपमा गएर त्यहाँको सरकारहरूसँग बोल्ने अवस्था छैन, त्यहाँको निकायहरूसँग डायलग गर्न सक्दैनौँ। हामीले अहिले पनि कतारमा एभ्री मुलुकमा 55,000 एनसीसी गठन भइसकेको छ। त्यो एनसीसीको काम भनेको त्यही देशमा भएको भइपरि आएको समस्याहरूलाई सुल्झाउने पहिलो कर्तव्य हो। र अहिले पनि टिकट काटेर घर पठाउनेको सङ्ख्या मिडियामा पत्रपत्रिका हेर्नुभयो भने तपाईँले पाउनुहुन्छ, हामीले पठाइरहेका छौँ। तर जुन भोल्युममा हुनुपर्ने हो त्यो हुन सकेको छैन। त्यो नहुनुमा गैर आवासीय नेपाली हामीले कतारले पनि एउटा बिन बल इन फन्ड, गैर आवासीय नेपाली बिन बल इन फन्ड भनेर खोलेका थियौँ। त्यो फन्डको एकाउन्ट्सधरि खोल्न सकेनौँ। जहाँ एकाउन्ट्स खोल्न सक्दैनौँ, ट्रान्सपरेन्ट भोलि चाहिँ हामीलाई एउटा पब्लिकसँग जानलाई हामीलाई अप्ठ्यारो पर्छ।
हामीले त्यो एकाउन्टेबिलिटी कसरी गर्ने भन्ने कुराहरू हुन्छ। त्यसले गर्दाखेरिमा हामीलाई अलिकति अप्ठ्यारो चाहिँ त्यो बिनभोलेन्ट फन्डको एकाउन्ट्स खोल्न नपाउँदाखेरिमा हामीले एमबिसीसँग अझै पनि अनुरोध गरिरहेछौँ, करस्पोन्डेन्स गरिरहेका छौँ, डायलगहरू गरिरहेका छौँ। पक्कै पनि कुनै न कुनै बेला हामीले त्यो एकाउन्ट्स खोल्न पाउँछौँ। त्यो खोल्न पायो भनेदेखि गैर आवासीय नेपालीकै पैसा त्यहाँ रहन्छ र त्यही पैसाले हामी जेलमा भएको नेपालीहरूलाई अहिले पनि व्यक्तिगत रूपमा गरिरहेछन् साथीहरूले। त्यो पैसा संस्थागत रूपमा भयो भने 50 जनालाई एकैचोटि पठाउन सकिन्थ्यो। यहाँले त पीडा पाइसकेका, दुःख पाइसकेका नेपालीलाई पो सहयोग गर्नुभयो, तर दुःख नपाउने गरी पीडै नपाउने किसिमको यहाँहरूको योगदान चाहिँ नरहने भयो। त्यसो भए जहाँ घाउ लागेको छ त्यसलाई उपचार गर्नु त पहिलो कर्तव्य हो। त्यसपछि घाउ नलाग्ने बाटोबाट हिँड भनेर बाटो देखाउनु पनि हाम्रो कर्तव्य हो। के भयो त्यसमा? त्यो चाहिँ नेपाल सरकारसँग, त्यो गैर आवासीय नेपालीले गर्ने होइन। किनभने बाहिर भएको नेपालीले बाहिर गइसकेपछि सहयोग गर्नु घाउमा औषधि गर्नु बराबर हो। तर नेपालमै बसेर नेपालको सरकारसँग डायलग गरेर, नेपाल सरकारसँग हामीले अन्तर्क्रियाहरू गरेर गैर आवासीय नेपालीलाई कसरी एउटा मर्यादित बनाउने, यो पेसालाई कसरी मर्यादित बनाउने, यो जुन इन्कमको रूपमा आइरहेको छ यसलाई कसरी उत्पादनमूलक क्षेत्रमा लाने, यो चाहिँ प्रक्रिया आजभन्दा 2 वर्ष अगाडि सुरु भएको हो। तर राष्ट्रमा यति धेरै समस्या छ जुन समस्यालाई समाधान गर्न त परै जाओस् छुन पनि सकिरहेको छैन भने हाम्रोमा नजर लाउन पनि भ्याउनु भएको छैन राष्ट्रको प्रमुखहरूले। त्यसले गर्दाखेरि यो समस्या गैर आवासीय नेपालीको कारणले भएको होइन। यो समस्या भनेको राष्ट्रमा भइरहेको विद्यमान जुन एउटा पोलिटिकल अनस्टेबिलिटीको जुन कुराहरू छ, जुन स्थिति हामीले भोगेका छौँ, तपाईँहरू नेपालमा बसेर भोग्नु भएको छ, त्यो हामी बाहिर बसेर चिन्ता मात्रै गरेका छौँ, तपाईँहरूले त प्रत्यक्ष भोग्नु भएको छ। त्यसले गर्दाखेरि हाम्रो समस्याहरूमा सिरियसनेस देखाउँदा पनि इम्प्लिमेन्टेसनको कुरा चाहिँ अलिकति विक भएको पक्कै पनि हो। भनेपछि एनआरएनले नै के एउटा आरोप कता कता सुनिन्छ भने तिनी खाडी मुलुकमा बसेर चाहिँ भिसाको काम गरेकाले दुःखमाथि थप दुःख दिएका छन् एनआरएनका साथीहरू भन्ने नाम पनि जोडिन्छ। तपाईँको के कमेन्ट? होइन, यसमा चाहिँ के भने जो साथीले गर्न सक्नु भएको छैन उसले कमेन्ट मात्रै गरेर बस्ने एउटा छुट्टै माहौल छ, छुट्टै एउटा हाम्रा साथीहरू छन्, उहाँहरूले गरिरहनु भएको छ। पहिलो कुरो बुझ्नुपर्ने के हो भने कतारमा आफ्नै कानुन छ, नेपालमा आफ्नै कानुन छ। कतारको कानुन मिचेर कसैले पनि काम गर्न सक्दैन। जसले गरेर चाहिँ एम्बेसीले कानुन दिन्छ। यहाँ नेपालमा पनि कतारमा पनि मतलब हरेक राष्ट्र हेर्ने एम्बेसी त छ। साउदीले 2-3वटा हेर्दा कतारले 2 एम्बेसी त छ। यो भनाइको लागि मात्र सीमित छ। समस्या के हो भने मैले बुझेको के हो भने कतारमा काम गर्ने जुन एउटा साथीले एउटा कम्पनीमा भिजा निकाल्नु भनेको त्यो पक्कै पनि गलत हो। किनभने ऊ कानुनी रूपमा त्यहाँ पुग्या हुँदैन, कानुनी रूपमा लग्या हुँदैन, उसको श्रम स्वीकृति भइसक्या हुँदैन, उसको नाम श्रम मन्त्रालयमा रजिस्टर भएको हुँदैन। भोलि भव्य पर्दाखेरिमा त्यसको समाधान गर्न गाह्रो हुन्छ अवश्य पनि। तर त्यो एकदम न्यून छ। यतिसम्म हामीले देखेका छौँ कम्पनी 3 महिना अगाडि बन्द भइसकेको छ। यहाँ डिमान्ड आछ, कहाँबाट आछ एम्बेसीले एटेस्टेड पनि गरेको छैन। इन्डियाबाट उडाउँछ या कहाँबाट उडाउँछ। हाम्रा साथीहरू अझै पनि हरेक वडाको 3 जना मान्छे मिडल इस्टमा पुगिसकेको छ। हरेक वडाको हामी 1 लाख रुपियाँ 80,000 अथवा 50,000 तिर्दाखेरिमा त्यो मान्छेलाई सम्झिँदैनौँ 100 खर्च गरेर मेरो कम्पनी यो, म यहाँ आउन लागिरहेको छु, त्यो कम्पनीले तलब दिन्छ कि दिन्न भनेर सोच्ने अहिलेसम्म सोचको विकास भइसकेको छैन। त्यसले गर्दा मलाई त लाग्छ जो मान्छे त्यहाँ जान्छन् सबभन्दा ठुलो गल्ती चाहिँ उहाँको हो र जसले लगेको छ धेरै हदमा राम्रो ठाउँमा लगेको छ। तर व्यावसायिक रूपमा एकजना कुनै मान्छेले कुनै पेसामा काम गरिरहेको मान्छेले त्यहाँ पनि यसलाई आम्दानीको स्वरूपको रूपमा लग्यो भने उसले चाहिँ पैसामा तौल्न थाल्छ। त्यो चाहिँ गलत हो। त्यसको लागि त सरकार चनाखो हुनु पर्यो, मेन पावर एसोसिएसनका साथीहरू चनाखो हुनु पर्यो र उसलाई कानुन प्रावधानमा ल्याउनु पर्यो। उपाध्यक्ष जस्तो पदमा आउनु भएको छ। अब गैर आवासीय नेपाली सङ्घकै साथीहरूले चाहिँ तपाईँको नेतृत्वबाट के आश गर्ने? गैर आवासीय नेपालीमा व्यक्तिले के गर्छ भन्ने कुरा रहन्थ्यो भनेदेखि गैर आवासीय अथवा तपाईँको टिमबाट भनौँ। हाम्रो टिमबाट एउटा चाहिँ के भने मैले अघि पनि भने एउटा साङ्गठनिक रूपमा हामी दह्रो भइसकेका छौँ। अब हामीले सेक्रेटरीलाई अरू चनाखो बनाएर अरू एक्टिभ बनाउँदै लिएर गइरहेका छौँ। संस्थाले लगानीको रूपमा आर्थिक उपार्जन गर्ने लगानी गर्दैन गैर आवासीय नेपाली सङ्घले। गैर आवासीय नेपालीहरूले मात्र त्यो गर्ने हो। संस्थाले च्यारिटीको प्रोजेक्टहरू गर्ने हो। आज पनि तपाईँ यदि हामीसँग रेकर्ड छ, हरेक देशको रेकर्ड छ, आज पनि तपाईँ हेर्ने हो भनेदेखि हरेक गाउँमा तपाईँ खोटाङमा जानुहोस्, तपाईँ गोर्खाको भच्याकमा जानुहोस् या चितवनको तोलाङमा जानुहोस्, केही न केही च्यारिटी प्रोजेक्टहरू भइरहेको छ। त्यसलाई मिडियासम्म आइपुगेको छैन, त्यो अर्को कुरो हो। तर आज 2 वर्षको अवधिमा अस्ति हाम्रो जनरल सेक्रेटरी भीमुदासजीले निवर्तमान भीमुदासजीले प्रस्तुत गर्नुभयो 30 करोड रुपियाँको हामीले च्यारिटी प्रोजेक्टहरू गरेका छौँ। यो ठुलो कुरो हो है। तर यसलाई भोलि व्यवस्थापन संस्थागत रूपमा लिएर आएर हामीले एउटा सेक्रेटरिएट थ्रु गरायौँ भनेदेखि तपाईँहरू समक्ष पनि यो देखिन्छ, पब्लिकसँग पनि यो देखिन्छ, त्यसपछि ए गरेर रहेछ भन्ने हुन्छ। र हाम्रो भनेको म जस्तै उपाध्यक्ष पदमा अहिले छु, हाम्रो भनेको संस्थाको विधानभित्र रहेर काम गर्ने हो।
र यसमा व्यक्तिको काम गर्ने शैलीमा फरक पर्न सक्छ तर लक्ष्यमा फरक पर्दैन। लक्ष्य एउटै हो सबैको। र विधानत जे हामीले गर्ने भनेका छौँ, जुन कुराहरू निर्णय गर्छौँ हामी बहुमतले निर्णय गर्छौँ त्यो कुरालाई हामी पारित गरेरै छाड्छौँ। जस्तै 100 मिलियनको कुराहरू अघि तपाईँले गर्नुभयो, यो वास्तवमै यो हुन्छ यो कुरामा हामी कतै सोचेकै छैनौँ कि ओहो यसलाई कसरी गर्नुपर्छ भन्ने कुरो छँदै छैन। एकजनाले 100 मिलियन हाल्न सक्ने क्षमताको एनआरएनहरू छन्। तर मैले भने नि संस्थागत मर्यादालाई सम्मान गर्दै व्यक्तिको एफोर्ट चाहिँ काम गर्ने। खाडीका नेपालीहरूलाई चाहिँ सरकारले सौतानी व्यवहार गर्यो भन्ने आरोप पनि लाग्छ अथवा गुनासो आइरहेको छ। त्यो बेला सरकारसँगको यहाँको लभिङ चाहिँ फेरि पनि विक देखिन्छ। स्वीकार हुन्छ कि स्वीकार हुन्न? मलाई के लाग्छ भने मैले एज अ लिडर मैले बुझ्दाखेरिमा अमेरिकाबाट आउने पनि हाम्रै दाजुभाइ हो, मिडल इस्टबाट आउने पनि हाम्रै दाजुभाइ हो, जापानबाट आउने पनि हाम्रै दाजुभाइ हुन्। र जे मिडल इस्टमा दुःख गरेको छ त्योभन्दा कम दुःख कहीँ पनि गएको नेपालीले गरेको छैन। यो कुरा पक्का हो, मैले दुनियाँ देखेको छु जहाँ पनि दुःख गरेको छ। तर समस्या कहाँनिर छ भने हामी एयरपोर्टको जुन कुर्चीमा बस्छौँ त्यो मान्छेको दिमागभित्र चाहिँ समस्या छ। यो मिडल इस्टबाट आएको, यो कतारबाट आएको, यो एतिहादबाट आएको, यो चाहिँ ब्याङ्ककबाट आएको, यो अमेरिकाबाट, यसरी हामीले जब डिभाइड गर्छौँ बस्ने चेयरमा बस्ने मान्छेले त्यसपछि चाहिँ पीडा फिल हुन्छ। हामी बिचमा एनआरएन बिचमा जापानको अमेरिकाको या कतारको मिडल इस्टको एनआरएन बिचमा कहिल्यै पनि डिस्प्युट छैन, कहिल्यै पनि एकअर्काप्रति के अरे विभेद छैन। हामीले एकअर्काको डुअल सिटिजनसिप कतार मिडल इस्टलाई चाहिँदैन, हुनसक्छ 100 वर्षपछि चाहिएला, चाहिँदैन भन्दिनँ म। धेरै कुराहरू हामीले सोचेभन्दा बढी आएको छ कतारमा पनि अहिले मिडल इस्टमा होइन। घर जग्गा किन्न पाउनेदेखि लिएर हरेक कुरा भइसकेको छ। डुअल सिटिजनसिप पनि आउला तर 50 वर्ष लाग्छ। आज हामी किन कुरा उठाइरहेछौँ डुअल सिटिजन? किनभने हाम्रो दाजुभाइलाई चाहिएको छ, युकेमा बस्न चाहिएको छ, अमेरिकामा बस्न चाहिएको, अस्ट्रेलियामा बस्न चाहिएको छ। त्यसले गर्दाखेरिमा मिडल इस्टको सौताने व्यवहार गर्ने सरकारले पनि होइन। सरकारले त पत्र पत्रिका मिडिया तपाईँहरू थ्रु हाम्रो मेरुदण्डको रूपमा मिडल इस्टले गरिरहेको छ आर्थिक लगानी, आर्थिक रूपान्तरणमा चाहिँ रेमिटेन्सको थ्रु हात छ भनिरहेको अवस्थामा हामीले बुझेको छौँ। सरकारले पनि त्यो गरेको छैन। तर सरकारको नुनपानी खाएर हाम्रो जुन सर्भिस खाएर बसेका कर्मचारी साथीहरू हुनुहुन्छ उहाँहरूमा चाहिँ अझै पनि के परिवर्तन भएको छैन भने अरे मिडल इस्टबाट आउनु त डोरी लाउरे हो, यिनीहरूलाई त जे भन्दै नि हुन्छ, जसरी गर्दै पनि हुन्छ। र बाहिरबाट पाउने उहाँहरूले केही पनि होइन, केही पनि उहाँहरूले न 2 पैसा बढी पाउनुहुन्छ न 2 पैसा कम पाउँछ, केही पनि पाउने, सरकारले दिएकै तलब खाने हो। तर बोल्ने तरिका, हेर्ने एटिच्युड, त्यसमा चाहिँ हामीलाई पक्कै पनि हरेक नेपालीले फिल गरेको छ त्यो कुरा। यी कुराहरू हामीले के मात्रै गऱ्यौँ, पोलिसीको रूपमा अलिकति हामीलाई पनि भावनात्मक रूपमा मिडल इस्टबाट आउने साथीहरूलाई सानोतिनो कुराहरूमा झन्झट नबनाइदेऊ। केही मागे त छैन, ट्याक्स फ्री गरिदियो भनेर पनि हामी आवाज बुलन्द गरिरहेको छैन। झन्झट नगरिदेऊ, हामी बुझ्दैनौँ, हामीले बुझेका छैनौँ, हामी अनपढ धेरै गएको छौँ त्यहाँ, हामीलाई बुझाइदेऊ, हामीलाई तपाईँहरूको कानुनअनुसार हामीलाई सजिलोसँग जान देऊ, त्यति मात्रै भनेको। तर त्यो भइरहेको छैन, त्यो चाहिँ हुनुपर्छ। यहाँले चाहिँ केही समय अगाडि कतारमा चाहिँ राष्ट्रिय मानवाधिकार आयोग र त्यहाँको इन्टिरियर मिनिस्टरबाट चाहिँ एउटा सम्मान पनि पाउनु भएको थियो। के बापत दिएको थियो? तपाईँको त्यहाँको सामाजिक, त्यहाँको सरकार र आप्रवासी कामदारलाई चाहिँ सहयोग पुर्याएको भन्ने हामीले सुनेका थियौँ। त्यो सम्मान मेरो भन्दा पनि सम्पूर्ण नेपालीको सम्मान हो। त्यो म एउटा माध्यम मात्रै, व्यक्ति मात्रै हो त्यहाँ पुगेको, त्यहाँ हातले मैले थामेको मात्रै हो। तर 3 लाख नेपालीहरूको मात्र नभएर मिडल इस्टमै पहिलो सम्मान थियो त्यो। सायद अब आउने वर्षमा पनि त्यो सम्मान हुन्छ र कोही न कोहीले त्यो पाउन सक्छ। र यो सम्मान मलाई किन गरिरहेको थियो भने विगत धेरै वर्षदेखि त्यो देशको कानुनलाई नमिचिकन मानव हितको लागि काम गरेको कारणले, सोसियल मोटिभेसन भएको काम गरेको कारणले नेपाली कम्युनिटीमा एउटा सोसियल मोटिभेसन गर्ने मान्छे हो। र यसले चाहिँ एउटा हाम्रो नेसनल बिल्डिङमा राष्ट्रको एउटा विकासमा ठुलो उद्धार गरेको छ र यो मानव अधिकारको क्षेत्रमा यो कटिबद्ध छ भनेर पाएको हो। र म त्यो सम्मान मैले जहिले पनि भन्नु गर्छु, म ती गरिब, ती निमुखाहरू जसलाई मैले सहयोग गरेँ, जसले मलाई समाजसेवामा आउनको लागि प्रोत्साहन गरे, उहाँहरूलाई समर्पित गर्न चाहन्छु। उहाँहरूको कारणले मैले त्यो सम्मान पाएको हो। र यो सम्मानले दोहामा मैले गैर आवासीय नेपाली सङ्घले मात्र नभएर दोहामा रहेको 83 वटा सङ्घ संस्थाले मलाई कदरपत्र टक्राउनु भयो। र मैले जीवनमा सबैभन्दा ठुलो सम्मान त्यो कतारको सरकारले दिएको भन्दा पनि ती सङ्घ संस्थाहरूले दिएको जुन सम्मान छ, उनीहरूले त प्रत्यक्ष देखेको छ नि, प्रत्यक्ष भोगेको छन् उहाँहरू। राम्रोमा पनि नराम्रोमा पनि म साथमा छु। उहाँहरूले दिनुभएको सम्मान चाहिँ मलाई
जिन्दगीभरिलाई ऋणी छु म र उहाँहरूको सम्मानलाई म कहिल्यै अपमान हुन दिन्न। मैले सम्मानसाथ ग्रहण गरेको छु र म नैतिकताको रूपमा सामाजिक हरेक कुराबाट म त्यो सम्मानलाई सम्मानित ढङ्गले रहिराख्ने प्रयास गर्छु। र मलाई त्यो क्षणमा लागेको थियो कि जुन दिन मैले पाएँ मेरो आँखाबाट आँसु पनि आयो। जुन दिन मैले त्यो सम्मान पाएँ, एउटा 5 तारे होटलमा सम्मान गरेर मलाई जुन एउटा ट्रफी दियो, त्यो मैले सोचेँ कि नेपाली भएर जन्मेको कारणले यो पाएको हो र मैले नेपाली नभएको भए यो पाउने थिइनँ। किनभने मभन्दा धेरै 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 अग्रज साथीहरू हुनुहुन्छ अन्य नेसनलिटी र मलाई त्यो सँगसँगै फिलिपिन्सले, पाकिस्तानले, बङ्गलादेशले, श्रीलङ्काले पनि, इन्डियाले पनि सम्मान गर्यो र म एकदमै खुसी छु त्यसमा। र यो सम्मान सम्पूर्ण नेपालीहरूको सम्मान हो भने भावी दिनमा यहाँहरूले दिन दुखीलाई अझ पनि सहयोग गर्नुहुनेछ भन्ने विश्वास पनि दिन चाहन्छु। हस्, धन्यवाद। धन्यवाद।